इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजलोपा नमस्कार अनि अभिवादन। आजको इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रममा हामीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम विशेष गरी सङ्घीय समाजवादी फोरम नेपाल र एमाले सँगसँगै माओवादी केन्द्र बीचको सहमतिको प्रयास र सरकारको नेतृत्व साथै संविधान संशोधनको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। संविधान संशोधन भन्न साथै वर्तमान अवस्थाको संविधान भर्खरै जारी भएको संविधानको 274 धारा संशोधनको कुरा किन सङ्घीय समाजवादी पार्टीले ल्याइरहेको छ र त्यो संशोधन गर्नुपर्ने कारण संशोधन भयो भने के हुन्छ त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नको लागि यो संविधान संशोधन गर्नुपर्छ भनेर नेतृत्वदायी भूमिका खेलेका र एमाले सँगसँगै माओवादी केन्द्रसँग वार्तामा पनि सङ्घीय समाजवादी फोरमको तर्फबाट नेतृत्व गर्दै रहनुभएका पहिचानको सवालमा स्पष्ट आफ्नो दृष्टिकोण राख्दै आउनुभएका सांसद र सङ्घीय समाजवादी पार्टीका सभाध्यक्ष राजेन्द्र श्रेष्ठलाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। राजेन्द्र श्रेष्ठजी, जोजलोपा नमस्कार। जोजलोपा नमस्कार। तपाईँ अहिले सबैभन्दा बढी यो चाहिँ संविधान संशोधनको सवालमा धारा 274 को संशोधन गर्नुपर्छ भन्ने सार्वजनिक रूपमा अभिव्यक्ति दिने, यसको लागि लबिङ गर्ने, वार्तामा जाने, क्रियाशील साथसाथै पार्टीकै नेतृत्व गरिराख्नु भएको छ। वास्तवमा संविधानको धारा 274 नै संशोधन गर्नुपर्ने कारण के हो, यो विषयमा प्रश्न पार्नुहोस् न। अहिलेको यो संविधान चाहिँ वास्तवमा रिजिड ढङ्गले आयो। खास गरी चाहिँ उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि जुन चाहिँ एउटा बाटाहरू खुल्ला हुनुपर्थ्यो, संवैधानिक निकास हुनुपर्थ्यो, त्यो चाहिँ संविधानमा देखिएन। अब संविधान भनेको चाहिँ एउटा रिजिड दस्तावेजको रूपमा गयो भने जनताले त्यो संविधानबाट आफ्ना हक अधिकारहरू सुनिश्चित गर्न सक्दैन। त्यसैले त्यसको विरुद्ध विद्रोह हुन्छ। नेपालमा पनि अब सबैभन्दा राम्रो उत्कृष्ट संविधान भनेको 2047 सालको संविधान, अब त्यसको मलामी जाने समेत भेटिएन नि अहिले त, होइन? सबैले अब त्यसलाई तिरस्कार गरे। अहिलेको संविधान पनि हाम्रा साथीहरूले, होइन, कतिपय व्यक्तिहरूले एकदम उत्कृष्ट भनेर चाहिँ भनिरहेका छन्। तर हाम्रो पार्टीले के भनिरहेको छ भन्दा यो संविधान पनि धेरै कमी कमजोरीहरू सहित नै आएको छ। त्यसैले यसको विरुद्ध पनि विद्रोह हुन्छ संवैधानिक निकास भएन भने। त्यसकारण यो संविधान मल्दा पनि मलामी नपाउने स्थिति हुनसक्छ। त्यसैले हामीले के भन्यौँ भने यो संविधानलाई अब अधिकतम स्वीकार्य बनाउने हो भने उत्पीडित राष्ट्रियताहरू र त्यसरी नै विभिन्न समुदायहरू, अल्पसङ्ख्यक, सीमान्तकृत, लोपोन्मुख, ती समुदायहरूको हक हित अधिकारलाई केन्द्रबिन्दुमा राखेर विभिन्न किसिमका स्वायत्त प्रदेशहरू, स्वायत्त क्षेत्रहरू, संरक्षित क्षेत्र, विशेष क्षेत्र, जुन परिकल्पना नेपाल जस्तो बहुजातीय बहुभाषिक देशमा भएको छ, संविधान सभाले पनि गरेको छ, उच्च स्तरीय आयोगले पनि गरेको छ, यी कुराहरूलाई सम्बोधन हुने गरी यो संविधानमा चाहिँ संशोधन हुनुपर्छ। र यस दिशामा चाहिँ धारा 274 बाधक भएकोले हामीले चाहिँ यो कुराहरू गरेका हौँ। धारा 274 बाधक भन्दाखेरि धारा 274 मा मूलत सीमाङ्कनको सवालमा उल्लेख गरिएको छ। सीमाङ्कनको सवाल, तर तपाईँले पहिचानको कुरा गर्नुभएको छ र तपाईँहरूले उठाउनु भएको थप प्रदेश, अहिले 7 प्रदेशभन्दा बढी बनाउन सकिने बाटो तपाईँहरूले खोज्नुभएको छ। तर त्यो धारामा त सीमाङ्कनको कुरा मात्र छ। तपाईँहरूले उठाएको मुद्दा त सम्बोधन त्यो धारालाई कसरी गर्छ? त्यही सन्दर्भमा हो। अहिलेको धारा 274ले सीमाङ्कन हेरफेर गर्नको लागि बाटो खोलेको छ। तर त्यो पनि एकदमै कठिन बाटो, होइन? कुनै एउटा प्रदेशको उदाहरणको लागि प्रदेश नम्बर 1 को चाहिँ सिमाना हेरफेर गर्नु पर्यो। अब 1 को प्रदेशको सिमाना हेरफेर गर्नु पर्यो भने तपाईँले 6 नम्बर, 7 नम्बर, 5 नम्बर, 4 नम्बर सबैलाई सोध्नुपर्छ। बहुमत चाहिन्छ। बहुमत चाहिन्छ। अनि सबै प्रदेशलाई सोधेर त्यसपछि चाहिँ तपाईँको के भन्दा 4वटा प्रदेशको बहुमतले पारित गरेपछि मात्रै हुने। यस हिसाबले बाटो त छ, तर प्राय असम्भव बाटो
एउटा कुरा। अब नयाँ प्रदेशको सिर्जनाको सन्दर्भमा चाहिँ यो धारामा पनि कहीँ व्यवस्था छैन। अरू देशको संविधानहरूमा के हुन्छ भने कुनै ठाउँमा जनमत सङ्ग्रहको माध्यमबाट, कुनै ठाउँमा संवैधानिक सम्मेलनहरूको माध्यमबाट, होइन, विविध माध्यमहरू दिएको हुन्छ। कुनै देशमा चाहिँ सम्बन्धित प्रदेशको परामर्श गरेर चाहिँ यो नयाँ प्रदेशहरू थप्न सकिन्छ। यस्ता विविध मोडालिटीहरू छन्। त अब कुन चाहिँ मोडालिटीमा जाने भन्ने हो। जस्तो स्विट्जरल्यान्डको मोडालिटीमा यसो हेर्ने हो भने उनीहरू जनमत सङ्ग्रह गरेर थप्न सक्छन्, होइन। जस्तो बोन क्यान्टनबाट जुरा क्यान्टन सुत्दा 1978मा जनमत सङ्ग्रहको माध्यमबाट छुट्यो, होइन। अब तपाईँको जर्मनतिर हेर्ने हो भने संवैधानिक सम्मेलनको व्यवस्था छ। अब भारतमा हेर्ने हो भने योभन्दा अलि भिन्न छ। त्यहाँ के छ भन्दाखेरि प्रभावित प्रदेश जुन छ, प्रभावित राज्य, त्यसलाई चाहिँ परामर्श गरेर, होइन, उसलाई जानकारी गराएर राष्ट्रपतिले चाहिँ यो संसदमा बिल प्रस्तुत गर्न सक्दछ र त्यसलाई चाहिँ 2/3 बहुमतबाट पारित भएपछि नयाँ प्रदेश सिर्जना हुन्छ, होइन। यो ढङ्गको चाहिँ त्यहाँ व्यवस्थापन छ। अब भारतमा पनि यो व्यवस्था त्यति सजिलै रहेको होइन। साँच्चै भन्ने हो भने भारतको मुक्ति सँगसँगै 1947मा दुईवटा जुम्ल्याहा देश त जन्म्यो नि, होइन। त्यो एउटा पाकिस्तान, एउटा चाहिँ हिन्दुस्तान भनेर भारत र पाकिस्तानको रूपमा छ अहिले पनि। अब त्यो जन्मेपछि त्यहाँको चाहिँ त्यो पनि फेरि के भन्दा संविधान सभाले नै जन्माएको, होइन। 1947मा मुक्ति भयो, 1949मा त तपाईँको दुईवटा भइसक्यो। अब त्यो बेला भारतमा विभिन्न राज्यहरूले पनि अहिले जुन विद्यमान छ तिनीहरूले पनि सङ्घर्ष गरेका थिए। जस्तो पाकिस्तानले विभाजन खोज्ने बित्तिकै त्यसपछि तेलुगु भाषीहरूले पनि तेलुगु देशम आन्दोलन सुरु गर्यो, तामिलनाडुले तामिल आन्दोलन सुरु गर्यो, अनि नागा मिजोहरूले पनि अब 7 सिस्टर मुभमेन्ट भनेर हिमाली भेगका 7वटा देश मिलेर अब हामी पनि अलग हुन्छौँ भनेर उनीहरूले पनि स्वतन्त्रताको आन्दोलन चलाए। यस्तो एउटा चाहिँ स्थिति पैदा भएपछि भारतमा चाहिँ संविधानमा धारा 3 राखेको थियो। धारा 3 प्रारम्भमै, होइन, प्रियाम्बल आउँछ, त्यसपछि नाम यो लागू हुने कुरा हुने बित्तिकै सबैभन्दा पहिलो धारा जस्तै गरी धारा नम्बर 3मा के राख्यो कि जनताले चाहेको खण्डमा, होइन, त्यस्ता मुद्दाहरू जुन नयाँ राज्यको सृजनासँग सम्बन्धित छ ती कुराहरू र सिमाना हेरफेरका मुद्दाहरू सम्बोधन हुन सक्ने संवैधानिक व्यवस्था गर्यो। र त्यो संविधानको व्यवस्था गरेपछि 1953मा आएर सबैभन्दा पहिला त्यहाँ चाहिँ के भयो, एउटा आन्ध्र प्रदेश सिर्जना भयो। आन्ध्र प्रदेश सिर्जना हुँदाखेरि तेलुगु भाषीहरूलाई केन्द्रबिन्दुमा राखेको थियो। तर त्यो आन्ध्र प्रदेशमा पनि तेलुगुहरूलाई विभिन्न भागमै बाँडेको थियो। जस्तो अहिले नेपालको यो 7 प्रदेशभित्र तपाईँ मगरको कुरा गर्ने हो भने कति टुक्रामा बाँडे, होइन। मगरलाई 4 नम्बर राखेको छ, मगरलाई 6 नम्बरमा पनि पारेको छ, मगरलाई 5 नम्बरमा पनि पारेको छ। यस हिसाबले विभिन्न प्रदेशहरूमा मगरहरूलाई चाहिँ विभाजित गरिदिएको छ। अब थारू हेर्ने हो भने थारूलाई 5 नम्बरमा पनि राखेको छ, थारूलाई 7 नम्बरमा पनि पारिदिएको छ र थारूलाई चाहिँ 3 नम्बरमा पनि पारिदिएको छ। यस्ता विभिन्न ठाउँमा चाहिँ विभाजित गरेर राखिदिएको छ। यस हिसाबले भन्ने हो भने अब सिमानाको कुरा त नमिलाइकन थरुहट, सिमानाको नमिलाइकन मगरात पनि आउँदैन। र त्यसैले नयाँ प्रदेशको सृजना सपोज अब नेवा प्रदेश वा लिम्बुवान आउनु पर्यो भने पनि तपाईँ के हुन्छ, नयाँ राज्यको सृजना त गर्नै पर्यो। अब यी कुराहरूको लागि यो संविधान चाहिँ करिब बन्ध्याकरण गरिएको जस्तो अवस्था छ। तर 274मा त त्यो कुनै उल्लेख छैन। तपाईँहरू 274 संशोधनको कुरा गरिराख्नु, त्यसैले त हामीले सीमाङ्कनको मात्र कुरा छ नि त त्यसमा त। त्यही भएर त हामीले भनिरहेका छौँ कि सङ्ख्या र सीमा दुवै कुरालाई चाहिँ समेट्ने गरी त्यो आउनुपर्छ भन्दाखेरि 274 नै संशोधन गर्दाखेरि त्यो दुईटै कुरा उल्लेख गरेर सम्बोधन गरेर आउनुपर्छ भन्ने कुरा तपाईँ त्यो आउनु पर्यो। कसरी आउनुपर्छ? जस्तो मैले अघि एउटा भारतको भने नि त्यो प्रावधान जुन आयो नि त्यो आएपछि के भयो भने तपाईँको 1953मा आन्ध्र चाहिँ बन्यो, तर सिमाना त मिलाएको थिएन नि। अनि राज्य चाहिँ पुनर्सङ्गठन आयोग बनाएको थियो त्यहाँ,
त्यो पुनर्सङ्गठन आयोगको सिफारिस आइसकेपछि त्यसपछि 1956मा हैदराबादमा भएको तेलुगु भाषीहरूलाई पनि आन्ध्रमा ल्याए, अरू ठाउँबाट भएको पनि सबैलाई आन्ध्रमा जोडिदिए। अब तेलुगु भाषी जति सबै एउटै आन्ध्रमा आयो, तर पनि त्यहाँका तेलुगु जनताले त्यसलाई स्वीकारेन। हाम्रो पहिचान त आएन त, त्यो आन्ध्र प्रदेश भनेर त पहिचान होइन भनेर उनीहरूले आन्दोलन चाहिँ गर्दा 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 70 वर्षपछि हैन 2016को जुनमा आएर तेलङ्गाना आए हैन। अब तेलुगु देशम आन्दोलन कहाँबाट चाहिँ सकियो भन्दा तेलङ्गानामा, अर्थात् भारतलाई चाहिँ स्वतन्त्र विभाजन गरेर अर्को देश बनाउने होइन, अब भारतभित्रकै स्टेटको रूपमा आयो तेलङ्गाना, पाकिस्तानको मोडेलमा गएन। त्यसपछि तपाईँको अब लगातार 1960मा गुजरातीहरूको चाहिँ पहिचानमा गुजरात बने, 1963मा नागाल्यान्ड बन्यो, त्यसरी नै तामिलनाडु बन्दै बन्दै आजको भारत चाहिँ एकीकृत भारत रहेको छ नि। अब हामीले यहाँ के भनिरहेछौँ त भन्दाखेरि कुनै पनि मोडेल, मैले अघि भने जनमत सङ्ग्रहको मोडेल, संवैधानिक सम्मेलनको मोडेल र त्यसरी नै अब तपाईँको चाहिँ यो प्रभावित प्रदेशलाई जानकारी गराएर केन्द्रको 2टा सदनले 2/3 बहुमतबाट पारित गर्ने मोडेल, यी विविध मोडेलहरू छन्। त हामीले आफ्नो मौलिक विशेषता सहितको मोडेल लिने हो भने हामीले के भनिरहेछौँ भन्दा एउटा स्थायी प्रकृतिको सङ्घीय आयोग बनाऊ, जुन कुरा भारतमा पनि छैन हैन। अब एउटा सङ्घीय आयोग भइसकेपछि त्यसले चाहिँ 2टा कुराहरूलाई चाहिँ ध्यान दिन सक्दछ। एउटा कुरा नयाँ प्रदेशको सृजना हैन, सङ्घीय एकाइको रूपमा, एउटा सीमाङ्कनको, अर्को सीमाङ्कनका सन्दर्भमा, दुवै कुरालाई त्यसले चाहिँ मिलाउन सक्ने भयो। र त्यसबाहेक पनि अब संविधानमा व्यवस्था भएर पनि आजसम्म कार्यान्वयन नभएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र, विशेष क्षेत्र जुन चाहिँ अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदाय केन्द्रित छन् हैन, बालनन्द आयोगले त गरेन, त्यो गर्न बाँकी नै छ। त्यो बाँकी कुरा पनि त्यसैले गर्ने गरी अगाडि बढाउँ भन्ने तपाईँहरूको चाहिँ प्रस्ताव थियो। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको यो जनसवाल कार्यक्रम। जनसवाल कार्यक्रममा हामीले संविधानको धारा 274 संशोधन र सङ्घीय समाजवादी फोरमले उठाइरहेका मुद्दा र पहिचानको मुद्दा लगायतका विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। अब भने छोटो विश्रामपछि हामी सङ्घीय समाजवादी फोरम नेपाल र एमाले माओवादी केन्द्र बीचको वार्ता कहाँनिर पुगेको छ र सहमति हुन सक्ने कतिको सम्भावना छ र विगतमा 2 ध्रुवमा जस्तो देखिएको एमाले र सङ्घीय समाजवादी फोरम अब एकै ठाउँमा आउन लागेको कारण के हो त, यी विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। अब भने छोटो विश्राम। नेवातेगु थगु हे मौलिक मरी लाखा मरी देका गाहाकी ते त सन्तुष्ट ब्या वैचंगु लाखा छे निन्या द दुगुजुल गाहाकी लिसे थिथि ख्यपाकी पिया वया चंगु हपालयना थुगुज्या थौतक मतिक्क न्याके चुनि फुगुली सकलिसित कृतज्ञता पुंका चना लाखा छे सोरखुते हि। अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गोल्डन डायमन्ड एन्ड ज्वेलरी प्रस्तुत गर्दछ गोल्डन डायमन्ड ज्वेलरी मेला 2074। मेलाका आकर्षण नयाँ तथा आकर्षक डिजाइनका सुन तथा हिराका गहनाहरू, प्रत्येक खरिदमा हात खाली नहुने उपहार, सुनको गहनामा प्रमोशनल क्याश डिस्काउन्ट, हिराका गहना खरिदमा विशेष आकर्षक छुट, 2 रात 3 दिनको हनीमुन प्याकेज। मेलाको अन्तिम दिन लकी ड्र। मेला हुने दिन 2074 साल फागुन 23 गतेदेखि 27 गतेसम्म। समय बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। स्थान गोल्डन डायमन्ड एन्ड ज्वेलरीको शोरूम पहिलो तल्ला, अखाटोल, मंगल बजार, ललितपुर, बुद्ध प्रतिमा स्थल अगाडि। फोन नम्बर 5531 250 र 9860 88 16 22। आर्स किनारी परिवर्तनकारी लगाउँछन् गोल्डन डायमन्ड ज्वेलरी। बसंत ऋतु वाला नुगा के बिस्वाहला छली धासे जोनी जगदासा नीला खला होने गुजुला 이번 약속인다 섭디 이크노하게 할까 막라 आखिर तो छुकै बदला झिगु मतिना चुले जाया वला झिगु मतिना चुले जाया वला मुखमा बिंका हुई मखुस्वा मुखमा बिंका हुई मखुस्वा
बजाए बिगो अधिकार जिगे दुगु खसा समाज न्यन्टया यो खागु जी जिलिसे जवासवा मखु समय थो इपा जुइ मखु थो छिदी संताल जुगु थो इसे माली मखु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा फेरि पनि म श्री कृष्ण महर्जनको तर्फबाट स्वागत छ, अभिवादन पनि छ। अब फेरि कुराकानीतर्फ लागौँ। सँगै समाजवादी फोरम नेपालका सभाध्यक्ष सांसद राजेन्द्र श्रेष्ठ। राजेन्द्र श्रेष्ठजी, तपाईँहरूको प्रस्ताव जुन चाहिँ संविधानको धारा 274 संशोधन गर्नुपर्ने यसको मोडालिटीको विषयमा पनि तपाईँले कुरा राख्नुभयो। अब यसमा हुनुपर्ने भनेको सिमाना हेरफेरको नयाँ प्रदेश निर्माणको लागि बाटो खुल्ला गर्ने यो ढङ्गको संशोधन तपाईँहरूले जुन कुरा ल्याइराख्नु भएको छ, अलिकति अगाडिको कुरा हेर्ने हो भने यो संविधानको धारा 274लाई संशोधन गर्न तयारी नभएको एमाले यो संशोधन नभइकन केही हुँदैन, यो संशोधन नै हुनुपर्छ भनेर यो मुद्दा उठाएर तपाईँहरू चाहिँ चुनावमा पनि उठ्नुभयो। द्विध्रुवमा जस्तो देखिएको अहिले एमालेको नेतृत्वको सरकार छ, तपाईँहरू सरकारमा जानुको लागि पनि तयारी छ भन्ने कुरा छ। के हो यो तपाईँको द्विध्रुवको राजनीतिक पार्टीहरू एकै ठाउँमा आउनुको यो मिल्न खोजेको जस्तो चाहिँ देखिने, सहमति गर्न खोजेको देखिने के भएको हो वास्तवमा? अब यस सन्दर्भमा चाहिँ विगतमा तपाईँले भने जस्तै अब दुईटा कित्तामा हामीहरू थियौँ र संविधानको पहिलो संशोधन केपी ओली प्रधानमन्त्री भएको बेला पनि भएकै हो हैन, 2 तिहाईबाटै भएको हो। तर हामीले भनेको जस्तो संशोधन त्यति बेला भएको थिएन। अनि त्यसलाई फेरि सङ्घर्ष जारी हुँदै जाँदा दोस्रो संशोधनको तयारी भयो। त्यति बेला चाहिँ अब शेरबहादुर देउवा, माओवादी केन्द्र र हाम्रो चाहिँ एक किसिमबाट अन्डरस्ट्यान्डिङमा अगाडि बढाइयो हैन। त एमालेको विरोध भएको कारणले गर्दाखेरि 63% ल्याएर पनि संशोधन हुन सकेन, जनमत त बढ्दै गयो हैन। र अहिले चाहिँ अब नयाँ परिस्थितिमा आएपछि अब एमाले पनि केही शिक्षा लियो जस्तो मलाई लाग्छ। किन भन्दाखेरि धेरै ठुलो जनविद्रोह, धेरै ठुलो आन्दोलन, आम हडताल हैन। र अब अन्तर्राष्ट्रिय परिस्थितिमा हेर्ने हो भने पनि बिस्तारै बिस्तारै यस्ता कुराहरू उठ्दै आएको, जहाँ चाहिँ बढी चेतना छ, जुन देश सबैभन्दा धनी देशहरू छन् ती देशहरूमा के हुन्छ, खान लाउन केही समस्या हुन्न। अनि बिस्तारै चाहिँ यो पहिचानको मुद्दाहरू उठ्दै देश विभाजनतिर गइरहेको हैन। अब आजभन्दा 400 वर्ष अगाडिकै समयमा तपाईँको यस्ता मुद्दाहरू युरोपतिर उठिसकेका थिए हैन। सन् 1848 को समयमा त त्यहाँ चाहिँ नेसन स्टेट्स भनेर राष्ट्रिय राज्यहरू बनाउने, अर्थात् एउटा जातिको एउटा देश भनेर सम्पूर्ण भूगोल नै पुनर्गठित भएर आज युरोपमा एक जाति एक राज्यको अवधारणा चाहिँ अपवाद बाहेक, अपवाद भनेको स्पेन, अपवाद भनेको बेलायत, अपवाद भनेको स्विट्जरल्यान्ड, त्यसबाहेकका प्राय सबै मुलुकहरू एक जाति एक देशको रूपमा भूगोल सीमाङ्कन भयो हैन। अब त्यहाँ चाहिँ जहाँ सीमाङ्कन हुन सकेन ती देशहरूमा पनि स्पेन, स्विट्जरल्यान्ड जस्तो सङ्घीयताले बाँडे, यो हो नि। अब हाम्रो देशमा ती कुराहरू चाहिँ अब चेतना कम भएको हुँदाखेरि दमन उत्पीडन भएको भए पनि, आफ्नो भाषाको मान्यता नदिएको भए पनि, सभ्यतालाई मान्यता नदिएको, संस्कृतिलाई मान्यता नदिएको भए पनि अहिले त्यति धेरै उठ्या छैन नि। राणा शासन 104 वर्ष टिक्यो, पञ्चायत 30 वर्ष टिक्यो हैन। किन टिकिरहेछ भन्दाखेरि चेतनाको कमजोरीले हो।
तर जब मान्छेहरू चाहिँ समृद्धिको दिशामा जान्छ र लोकतन्त्रको वातावरण बन्छ, त्यसपछि चाहिँ के हुन्छ भने मानिसहरूले आफ्नो चेतनाले देखेपछि विद्रोह गर्न थाल्छन्। अनि स्थिति यो हो। अब यो कुराले चाहिँ अन्तर्राष्ट्रिय रूपमा प्राप्त अनुभवहरू हुन्। अब जस्तो उहाँहरूसँगको वार्ताको क्रममा मैले क्याटेगोरिकली भने उहाँहरूको चाहिँ कुरा के थियो भन्दाखेरि अब मुलुकमा राजनीतिक क्रान्ति सकियो, आर्थिक क्रान्ति। अब त्यसले चाहिँ के गर्ने भन्दाखेरि अब मुलुकको समृद्धि सुशासन ल्याओस्। त्यो आएपछि यो पहिचानको मुद्दा त हराएर जान्छ, तपाईँहरूको राजनीति समाप्त हुन्छ। त्यसकारण अब तपाईँहरूले चाहिँ यो ढङ्गले अब नयाँ ढङ्गले सोच्नु पर्यो भन्ने उहाँहरूको ठानी थियो। तर हामीले भन्यौँ यो बिल्कुल विपरीत कुराहरू आयो। हामीले त के भन्यो भने जस्तो अब तपाईँको क्यानाडा गरिब मुलुक हो, धनी नै मुलुक हो, तर त्यहाँ चाहिँ क्युबेकीहरूले आफ्नो पहिचानका लागि पटक पटक चाहिँ लडाइँ लडे, जनमत सङ्ग्रह भए, झन्डै झन्डै सेसेसन भएको थियो होइन। सेसेसन भन्नाले पृथक अलग देश बनेको थियो। बेलायतमा पनि धेरै भएको छैन, स्कटल्यान्डमा चाहिँ त्यस्तै विद्रोह भयो, जनमत सङ्ग्रह भए होइन। हामीलाई थाहै छ स्कटिसहरूले खान पाएन, लाउन पाएन, बस्न पाएन त भने होइन होइन। उनीहरूको पहिचान चाहिँ समाप्त हुन लाग्यो, हाम्रो भाषालाई मान्यता दिएन भन्ने नै हो। अब 1 वर्ष पनि भएको छैन क्याटालोनिया होइन, बार्सिलोनामा विशाल चाहिँ प्रदर्शनहरू भए, त्यहाँका चाहिँ प्रान्तीय संसदले सिसेसन गर्ने पनि घोषणा पनि गर्यो होइन। अब यस्ता यस्ता अवस्थाहरू चाहिँ आयो, त्यहाँको सरकार विघटन भयो, अहिले पनि सङ्घर्षहरू जारी छन्। त्यसैले खान लान नपाएर चाहिँ क्याटालोनहरूले विद्रोह गरे होइन। उनीहरूको भाषा, उनीहरूको संस्कृति, उनीहरूको सभ्यता होइन, तिनीहरूमाथि दमन भएकोले भएको हो नि। त्यसैले समृद्धिले सबै कुरा समाधान गर्छ भन्ने होइन। हामीले बुझ्नुपर्ने कुरा एकातिर चाहिँ पहिचान र अधिकारको कुरा, अर्कोतिर चाहिँ समृद्धि र सुशासनका कुरा। यो एउटै सिक्काका दुईटा पाटा हुन्। सँगसँगै यसलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यतासहित हामीले उहाँहरूसँग बहस थालेका थियौँ र लगभग यी कुराहरूमा उहाँहरू पनि नयाँ परिस्थितिमा चाहिँ अब निर्वाचनपछि ठुलो पार्टी पनि बनेको छ होइन। अब सबैलाई समेटेर जानुपर्ने स्थिति पनि छ। अब त्यस कुराका लागि उहाँहरूले पनि ल ठिकै छ, यसलाई सकारात्मक ढङ्गले लिउँ र कुनै न कुनै हिसाबले नयाँ प्रदेशको सृजना र सीमाङ्कनको हेरफेरको सन्दर्भमा लचिलो बन्न तयार छौँ भन्ने स्थिति आएपछि हामीले अब सङ्घीय आयोगको एउटा बनाउने होइन स्थायी, र त्यसमा चाहिँ अब त्यसको सिफारिसमा चाहिँ अब राष्ट्रपतिले होइन सरकारले बिलहरू चाहिँ बनाएको हुन्छ, त्यसलाई चाहिँ सदनमा प्रस्तुत गर्ने, सदनको 2/3 बहुमतले चाहिँ पारित गर्न सक्ने र त्यसको लागि चाहिँ अब प्रभावित हुने प्रदेशसँग परामर्श गर्नुपर्छ भन्यो। अब कतिपय कुराहरूमा उहाँहरूको आफ्नो अझै पनि रिजर्भेसनहरू छन्, तर यो 7 प्रदेशलाई चाहिँ सोध्नुपर्छ भन्ने कुरा चाहिँ यो वास्तवमा अव्यवहारिक नै हो होइन। अब नेवा प्रदेश चाहिँ बनाउनु पर्यो भने अब 3 नम्बर प्रदेशसँग रिलेटेड हो, त्यसबाहेकका सबैसँग चाहिँ 2 नम्बरमा पनि 7 नम्बरमा पनि सोध्नुपर्छ भन्ने कुरा अव्यवहारिक हो र यो कुराहरू चाहिँ सुधार्ने भन्ने चाहिँ एक किसिमको सहमति भएको हो र त्यसलाई चाहिँ अब मूर्त रूप लिन बाँकी छ। त्यो सहमति लगभग चाहिँ मौखिक रूपमा भइसकेको अवस्था, तपाईँले सहमति नजिक पुग्दै हुनुहुन्छ। अब अन्तमा एउटा बताइदिनुहोस् न, यो धारा 274 संशोधन भयो भने नेवा प्रदेशको पक्षधरहरू, तामाङ प्रदेशको पक्षधरहरू, लिम्बुवान प्रदेशको पक्षधर अर्थात् थारू प्रदेशको पक्षधर जो चाहिँ पहिचानको आधारमा प्रदेश बनाउनुपर्छ भनेर चाहिँ अभियानमा लाग्नेहरू, यो अभियानमा को लागि परेकादेखि लिएर यो पक्षधरहरूलाई चाहिँ के फाइदा हुन्छ? यसले चाहिँ संवैधानिक बाटो चाहिँ अब सङ्घर्षको माध्यम, विद्रोह नगरिकन संवैधानिक रूपले नै लिन सकिने बाटो खुल्ला हुने हो कि के हो? छोटोमा यसले चाहिँ अब जसरी भारतमा मैले अघि उदाहरण दिएँ नि होइन, आन्ध्रदेखि लिएर अर्को प्रदेश आयो, अर्को प्रदेश आउँदै अहिले 29 प्रदेश भयो नि त। 13 प्रान्तबाट सुरु भयो, अहिले 29वटा प्रान्त भइसकेको छ। यो एउटा चाहिँ अनुभवको कुरा हो। त्यसै गरी अब हिजोको जस्तो हामीले जुन 10+1 भन्यौँ नि,
अब त्यो चाहिँ हाम्रो जस्तो एउटा चाहिँ सङ्घीय समाजवादी फोरम होइन र बा अरू त्यस्तै पार्टीहरू एकाकार भएर एउटा चाहिँ नयाँ ढङ्गले केन्द्रबाट चाहिँ यो संविधान नै चाहिँ नरहने गरी सङ्घर्ष गरेर ल्यायौँ भने आउने हो। अब त्यसो होइन भने अब त प्रदेशमा सरकार छ। जस्तो अब 2 नम्बर प्रदेशमा आफ्नै सरकार छ। अब 2 नम्बर प्रदेशले त्यहाँको जनताका मागलाई सम्बोधन गर्नुपर्ने हुन्छ। अब त्यहाँको जनताले चाहिँ अब केन्द्रसँग त सङ्घर्ष गर्दैन। अब सङ्घर्ष भयो भने त 2 नम्बर प्रदेश सरकार र केन्द्रीय सरकारको बिचमा पावरको लागि सङ्घर्ष हुन्छ। त्यसैले अब सङ्घर्षका रूपहरू फेरिन्छन्। अब तपाईँको नेवा प्रदेशको आवश्यकता भयो भने तपाईँले 3 नम्बर प्रदेशमा सङ्घर्ष हुन्छ। अब हाम्रो सङ्घर्षले 3 नम्बर प्रदेशमा ल नेवा प्रदेश चाहियो भनेर गयो भने अब 3 नम्बरले सम्बोधन गर्नका लागि त केन्द्रबाट त निकास हुनु पर्यो होइन। त्यसैले अब केन्द्रीय सरकारसँग मात्रै अब रिलेटेड हुँदैन हिजो जस्तो। त्यस हिसाबले अब प्रादेशिक सरकारसँगको पनि सुरु हुन्छ। अब यस हिसाबले अब चाहिँ के हुन्छ भने कतिपय यस्ता प्रदेशहरू छन् जुन हामीले 10+1 भन्यौँ, त्यसमध्ये कतिपय चाहिँ अब एकदम भर्खर प्रोपोगन्डाको जस्तो मात्रै हुन्छ। जस्तो खसान होइन, तिनीहरूमा अब प्रोपोगन्डा टाइपको एउटा सामान्य सङ्घर्ष मात्रै हुनसक्छ। अब त्यसपछि अब तपाईँको नेवा प्रदेश वा लिम्बुवान थरुवार जस्ता ठाउँमा चाहिँ सङ्घर्ष हुनसक्छ र 2 नम्बरको हकमा अहिले नै कार्यान्वयन हुनसक्छ। 3 प्रकृतिको भनेको अब कुनै प्रदेशमा कार्यान्वयन, कुनै प्रदेशमा सङ्घर्ष, कुनै प्रदेशमा चाहिँ प्रचारात्मक, यो ढङ्गले अगाडि बढ्ने भयो। अब यसरी जाँदाखेरि भोलि जसले चाहिँ राम्रोसँग सङ्घर्ष गरेर अगाडि बढ्न सक्यो उसले 8औँ प्रदेश प्राप्त गर्छ। अनि त्यसरी 9 यसरी हुँदै चाहिँ अब 10+1 तिर अगाडि बढ्छ। त अब एउटा प्रश्न चाहिँ के साँच्चै नै एमाले अहिले यसरी चाहिँ अब उ गर्न खोजेको हो त भनेर एउटा आशंकाहरू छन्। र म के स्पष्ट गर्न चाहन्छु भने एमाले पहिचानको पक्षमा आएको भन्ने कुरा चाहिँ होइन। के भएको त छ? अब उहाँहरूले चाहिँ पहिचान सहितको संहितालाई स्वीकार गर्यो भने त अहिले 10+1 हुन्छ नि। हामी माओवादी केन्द्र र एमाले तिनवटा मिलेपछि अहिले 2/3 पुग्छ। तर उनीहरू त्यसमा आएको होइन। तर उहाँहरूले के भन्नुभयो भने ल ठिक छ, तपाईँहरूले भनेको 10+1, हामीले 7 भनेका छौँ। त अब भोलि तपाईँहरूको बहुमत आयो, 2/3 आयो वा तपाईँहरूले चाहिँ लिन सक्नुभयो भने संविधानबाट निकास दिउँ। संवैधानिक रूपमा चाहिँ अब 8औँ प्रदेश 9औँ प्रदेश त्यसरी आउन चाहिँ सक्छ। तर हामी चाहिँ पहिचान सहितको संहिताको पक्षधर होइन भन्ने कुरा पनि उहाँहरूले स्पष्ट भनेको छ। त्यसैले अब पहिचान पक्षधर राजनीतिक शक्तिहरू मजबुत भएर प्रदेशमा जस्तो 3 नम्बर प्रदेशमा सङ्घीय समाजवादी फोरम नेपाल चाहिँ सबैभन्दा ठुलो पार्टी बन्यो र हामीले चाहिँ त्यो कुरालाई गर्न सक्यौँ भने हामीले केन्द्रमा चाहिँ त्यो कुराहरू हामीलाई चाहिँ जनताको म्यान्डेट छ, ल केन्द्रले गर्नु पर्यो भनेर हामी भन्छौँ होइन। त्यस्तो स्थितिमा नेवा प्रदेश आउँछ। अब अरू थरुवाटले पनि मगराटले पनि त्यही हो। यस हिसाबले चाहिँ अब त्यसैले 2 नम्बर प्रदेशको सिमाना झापा मोरङ सुनसरीको दक्षिणी भाग पनि पर्छ। राज्य पुनर्संरचना आयोगको सिफारिस अनुसार पहिचानको हिसाबले मधेसी समुदाय त्यहाँ पनि छ र उनीहरूले सीमाङ्कन हेरफेर हुनुपर्छ भनेर उहाँहरूले माग गर्नुभयो भने केन्द्रले के गरिदिन सक्ने भयो, अब प्रभावित प्रदेशलाई चाहिँ कन्सल्ट गरेर त्यो गराउन सक्ने भयो भन्दाखेरि तपाईँहरूको लागि सजिलो हुने भयो। यो एउटा ढोका चाहिँ खुल्यो। तपाईँ यसको लागि तपाईँहरू वार्ता गर्दै हुनुहुन्छ, सहमतितिर नजिक हुनुहुन्छ। तपाईँले समय दिनुभयो र व्यस्तताको बावजुद पनि अनि आफ्नो पार्टी साथसाथै वार्ताको सवाल र सरकारसँग जोडिएका प्रश्न, संविधान संशोधन यी विषयमा केन्द्रित भएर आफ्नो विचार राख्नुभयो। तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार जोजोलप्पा। हजुर धन्यवाद, नमस्कार। अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा गोल्डन डायमन्ड एन्ड ज्वेलरी प्रस्तुत गर्दछ गोल्डन डायमन्ड ज्वेलरी मेला 2074। मेलाका आकर्षण नयाँ तथा आकर्षक डिजाइनका सुन तथा हिराका गहनाहरू, प्रत्येक खरिदमा हात खाली नहुने उपहार, सुनको गहनामा प्रोमोसनल क्याश डिस्काउन्ट, हिराका गहना खरिदमा विशेष आकर्षक छुट, 2 रात 3 दिनको हनीमुन प्याकेज। मेलाको अन्तिम दिन लकी ड्र। मेला हुने दिन 2074 साल फागुन 23 गतेदेखि 27 गतेसम्म। समय बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। स्थान गोल्डन डायमन्ड एन्ड ज्वेलरीको शोरूम पहिलो तल्ला, अखाटोल, मंगल बजार, ललितपुर, बुद्ध प्रतिमा स्थल अगाडि। फोन नम्बर 5531 250 र 9860 88 16 22। आज की नारी परिवर्तनकारी लगौशन गोल्डन डायमन्ड ज्वेलरी। झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु
पुलागु ने नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमंका दिमते नेवाला